हेलो व्हाट्सअप गाइज इट्स मी आरवी यङ अनि आज चाहिँ हामी पत्रीदेखि टरसम्मको यात्रा दाजुभाइको यसो पार्सल लिन थियो अनि त्यही भएर हामी गएको गाइज हेर्नु होला अन्तिमसम्म गाइज लाइक शेयर कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है गाइज। यात्रा चाहिँ हाम्रो जारी छ गाइज हेर्नु होला भिडियो। हामी चाहिँ कालीपोखरी बस स्टेसन पुग्यौँ गाइज हेर्नु होला अन्तिमसम्म भिडियो। मान्छेहरू ओहोरदोहोर गर्दै थियो गाडीमा गाइज हेर्न सक्नुहुन्छ। बस स्टेसनमा यसो रोकाएको थियो अनि बहिनीले मक्के ल्यायो, अङ्कलले साग ल्यायो, अर्को भाइले पनि मक्के लियो अनि यहाँ कोला म चाहिँ खान्दिनँ भनेर साइड लगाइदिएको त यसलाई। दाजुभाइ यात्रा गरिँदैछ भरे भ्लगमा आउँछ यो आज चाहिँ इटरी साथीको पार्सल सिन्धुलीदेखि आउँदैछ यसो लिनु जान आँटेको यहाँ एउटा भाइ आयो र गाइज हामी चाहिँ इटरी र विराटनगरको बस स्टेसनमा आइपुग्यौँ अनि यहाँ चाहिँ हाम्रो पार्सल वेटिङमा छौँ दाइ र म अनि यता जेठा दाइ पनि हुनुहुन्छ। के भयो अपसेट भएर बस्नुभएको हाम्रो जेठा दाइ चाहिँ सेन्टी भएर बसिरहनु भएको छ। एकछिन समयपछि चाहिँ गाडी पनि आयो र हामी चाहिँ यहाँ गाडीमा यसो जाँदै थियौँ अनि खलासी दाइले बोलाउँदै हुनुहुन्थ्यो, बाख्रा भन्दै हुन्छ अनि सोध्नुभयो र पार्सल चाहिँ के चाहिँ भने बाख्रा पठाइदिनु भएको छ सिन्धुलीबाट त्यही लिनु गएको। हामी चाहिँ बाख्राको चाहिँ हेर्नुहोस् न गाइस बिजोक पारा भइरहेछ, बिहानदेखि बोकेर छ कराएको थियो गाइस हेर्नुहोस्। डोरी लगाइदिएको त दाइ पार्सल बाख्रा मात्रै भने त हामी चाहिँ भनौँ न दाइको साथीको दोकान पनि गयौँ ओऱ्यौँ, त्यहाँ दाइलाई भेट्यौँ ओऱ्यौँ अनि एकछिन गफसफ गरियो दाइ चाहिँ काम गर्दै हुनुहुन्थ्यो। एकछिन बोल्नुभयो अनि त्यसपछि चाहिँ हामी गन्तव्यतिर लाग्यौँ बस स्टेसनतिर इटरीको गाइज। इटरीमा चाहिँ गल्ली हिँडाइ भयो बाख्रा डुलाउँदै गाइज हेर्न सक्नुहुन्छ अनि हामी चाहिँ यता बस स्टेसनतिर निस्केको घर जान लागि गाइज। अन्तिमसम्म हेरिदिनु होला मेरो भिडियो, मन परेमा लाइक शेयर कमेन्ट अनि सब्सक्राइब हान्न चाहिँ नबिर्सिनु होला। केही समय हामी गाडीको प्रतीक्षामा बस्यौँ अनि त्यसपछि चाहिँ हामी आफ्नो गन्तव्यतिर लाग्यो गाइज हेर्न सक्नुहुन्छ। प्यासेन्जरहरू पनि हुनुहुन्छ। थ्याङ्क्स फर वाचिङ माई भिडियो गाइज, बाई बाई।